हाई गाइज वेलकम माई युट्युब च्यानल। आज चाहिँ म के गर्दैछु देखिराख्नु भएको छ नि, व्हाइट कलरको साडी, पिङ्क कलरको बुट्टा। यो चाहिँ स्पेसली के भन्छ लिम्बूहरूको साडी हो। खासमा चाहिँ ढाकाको साडीमा हुन्छ यो चाहिँ सबै, तर यो चाहिँ के हो भन्दा नक्कली ढाका हो हैन, ह्यान्डवर्क नै भन्छ। तर खै यो मलाई चाहिँ ह्यान्डवर्क लागेन, किनभने यो मेसिनले गरेको जस्तो लाग्यो है। यो सस्तो पनि एकदम धेरै सस्तो रहेछ। ढाकाको त 6-7 हजार 8 हजार 10 हजारसम्म पर्छ। राम्रो साडी त 15-20 हजारै पर्छ है। यो चाहिँ एकदम सस्तो 1600-1700 को साडी हो यो चाहिँ, तर यतिको ब्युटिफुलै थियो है। यसको बुट्टा चाहिँ ओभर मन पर्यो। अनि व्हाइट कलरमा आयो के भन्छ यसलाई, पिङ्क फिक्का एकदम पिङ्क ओभर म्याचिङ गरेको छ यो बुट्टाहरूले पनि। बट यो साडी चाहिँ मेरो होइन, मम्मीको साडी हो यो चाहिँ। खासमा मम्मी चाहिँ भर्खरै बेमा जानु आँट्नु भएको छ क्या, लिम्बूहरूको बेमा। हाम्रो चाहिँ आफन्तको भनौँ न, बहिनीको बे थियो। अनि त्यही कारणले गर्दाखेरि चाहिँ यो साडी न्यू पिसलीको है। अनि ल्याएको बेलामा मैले लिएको थिएँ नि त, त्यही भएर मैले चाहिँ भिडियो बनाएको। अरू बेला चाहिँ खासै भिडियो बनाउँदिनँ थिएँ, आज चाहिँ आफैले रिसिभ गरेको थिएँ, त्यही भएर मैले यो भिडियो बनाएको। चोलो चाहिँ यो चोलो पनि यो कपडै हो, यो ढाका चाहिँ होइन। कपडा यो अलिकति महँगो पर्छ, कपडा किनेर चाहिँ सिलाउनु दिएको स्पोनवाला हो है। 400 कि 400 रुपियाँ मिटर भन्दै हुनुहुन्थ्यो समथिङ। मैले चाहिँ लिएको होइन नि त, त्यही भएर मलाई खासै थाहा छैन। 400 रुपियाँ मिटर हो भनेर चाहिँ भन्दै हुनुहुन्थ्यो। यसको चाहिँ मलाई चाहिँ यो पछाडिको बान्ने लेस हुन्छ नि, बान्ने लेसको यो बुट्टा चाहिँ अप्पर मन पर्यो क्या, नयाँ डिजाइन। यो खालको बुट्टा मैले बनाएकै छुइनँ नि त, त्यही भएर म चाहिँ अहिले जानु आँटेको कहाँ भन्दा मार्केट जान आँटेको छु गाइज। मेरो खुट्टाको नङ हेर्नु न कस्तो देखिरहेछ। सो गाइज मलाई कस्तो देखिएको छ, म चाहिँ फाइनली रेडी भइसकेको छु मार्केट जानुलाई। अब मार्केट चाहिँ म किन जाँदैछु भन्छु ल। हाई गाइस, मैले चाहिँ सपिङ गरेको भिडियो, मार्केटमा घुमेको दायाँ बायाँ त्यो केही पनि मैले भिडियो बनाइन गाइज। थपकन गएँ सफारीमा, थपकन गएँ, थपकन निक्लेँ। अनि ट्याक 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 एक दुईवटा सामान किनेँ अनि आइहालेँ क्या म चाहिँ एकदमै फास्ट। अनि यो देख्दै हुनुहुन्छ नि, अनि यो भेस्ट एउटा ल्याएको छु। यो भेस्ट चाहिँ किन किनेको भन्दाखेरि चाहिँ भोलि चाहिँ बहिनीको बर्थडे थियो क्या घरमा, बहिनीको देवरको छोरीको बर्थडे थियो। अनि त्यही कारणले गर्दाखेरि यो भेस्ट लिनु गएको। यो भेस्ट चाहिँ अब सलुजीलाई लगाइदिनु पऱ्यो, किनभने अलिकति जाडो पनि छ भनेर भेस्ट लिएँ एउटा होइन। अनि त्यसपछि यो देख्दै हुनुहुन्छ नि व्हाइट कलरको हो, यो चाहिँ मैले कपडा जामा सिलाउँदै थिएँ, अनि त्यही जामाको लागि यो कपडा लिएँ। अनि त्यसपछि यो डुइट कलरको लिएँ मैले। मलाई चाहिँ अहिले बेलुका भइरहेछ नि त, घाँटी कस्तो कस्तो रहेछ नेभर माइन्ड। अनि त्यसपछि यो रहेको छ माला चेन लाइक है। मलाई चाहिँ यस्तो चेनहरू चाहिँ एकदमै धेरै लगाउँछु, मलाई एकदमै धेरै मन पनि पर्छ। मलाई चाहिँ एउटै अब हुन्छ नि, सुनको चाहिँ एउटै खालको लगाइराख्नुपर्छ, त्यही भएर म सुनको भन्दा नि यो यस्तो खालको चाहिँ होइन अब अलिक बढी नै लगाउँछु, किनभने यो चेन्ज गरेर अब धेरै प्रकारको लगाउनु मन लाग्छ है, फेरि मन लाग्छ। त्यही कारणले गर्दाखेरि चाहिँ यस्तोहरू चाहिँ धेरै नै लगाउँछु, कहिले कस्तो लगाउँछु होइन। यो चेनको चाहिँ मैले सबैभन्दा मलाई मनपर्ने कुरा चाहिँ के हो भन्दाखेरि लकेट हो होइन। लकेट चाहिँ यो लकेटमा अनि त्यसपछि त्यो बतु छ नि थोरै मोती, त्यो चाहिँ झन् ओभर धेरै म्याच गरेको क्या। तर यसरी हेर्दा यहाँ खासै राम्रो देखेको छैन, बट यो नेचुरली रियालिटीमा चाहिँ ओभरै धेरै राम्रो देखिने अनि बल्ने झलल बल्ने टाइपको क्या। तर यो भित्र उयो गरेर रेकर्ड गरेर पनि होला जस्तो, मतलब रेकर्ड भिडियो बनाएर नि जस्तो लाग्यो क्या। यो खासमा चाहिँ बाहिर बनाउनु पर्ने थियो। यो चेन चाहिँ मैले कतिमा लिएको भन्दा 250 रुपिजमा लिएको, धेरै महँगो होइन, 250 रुपिजमा आइहाल्छ। अनि त्यसपछि त्यही चेन्जहरू गर्दै लगाउँछु क्या एकदम। अब यो मलाई कति धेरै दिन थाम्दैन, यसले 1-2 दिन लगाउँछु अनि फेरि अर्को लगाउनु मन लाग्यो भने अर्को लिएर लगाउँछु होइन। अनि हातहरूमा, नेकहरूमा, इयरमा बालासाला ओभर लगाउनु मन लाग्छ कि मलाई चाहिँ। यस्तो ज्वेलरीहरू चाहिँ के ज्वेलरी भन्छ, टेम्परेरी ज्वेलरी भन्छ यसलाई के भन्छ गाइज। कपडा ल्याएको चाहिँ मैले कस्तो खालको जामा भन्दा यो चाहिँ मैले माथिको भाग मात्र अलिकति सिलाएर आएछु। यसमै नपुगेर त्यो दुईवटा व्हाइट कलरको र त्यो डुइट कलर, मतलब के भन्छ डुइट कलरको ल्याएर आएको। यसलाई चाहिँ म डुइट कलर जस्तै देख्छु क्या खासमा। यो खै के स्किन कलर जस्तो हुन्छ, कस्तो कलर डुइट कलर क्या ठ्याक्कै। अनि यो चाहिँ मैले बनाउँदै गरेको हो, यो चाहिँ माथिको चोलीको भाग हो होइन। यसमै नपुगेर कपडाहरू ल्याएको मैले,
यस्तो छ क्या हल्का बफ उठेको हैन यो डिजाइनले बनाएको छोटो परेको पछाडीको भाग चाहिँ यस्तो छ बनाइसकेकै छुइनँ यो तै पनि यो देखाइरहेको कस्तो बनिन्छ फाइनली यसको लुक्स भनेर यसको लुक्स हेर्नको लागि चाहिँ आउँदै गरेको भिडियोमा छ है पछाडी अनि त्यसपछि यो चाहिँ भयो अघि मैले देखाएको थिएँ नि त यो भेस नि यो भेस चाहिँ 1000 रुपैयाँमा किनेको है 1000 मा किनेको भेस हो है मलाई पनि कति सुहाएको कति राम्रो देखेको सलोजीको लागि ल्याएको हो क्या खासमा चाहिँ लगाएको कस्तो म्याचिङ गरेको क्या यो भेसले नि कति राम्रो देखेको म त छक्क परे मक्क परे ठिकै छ 1000 रुपैयाँमा ल्याएको यो चाहिँ सलोजीलाई भोलि लगाइदिनु पर्यो भनेर बर्थडेको लागि हो क्या स्पेशल हाई गाइज मेरो भिडियो चाहिँ अहिले सकिँदैन है अलिकति लामै छ गाइज अनि यो देख्दै हुनुहुन्छ नि ग्रीन 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 ग्रोथ गर्दै गरेको के भन्छ यसलाई बिरुवा भन्छ हैन यो चाहिँ खासमा मैले धनिया छरेको हो क्या अब यो धनिया छर्दाखेरि चाहिँ यो धनियासँग मिक्स गर्थ्यो थपराको फुल अनि त्यसपछि मकै चाहिँ उम्रेर मरिसक्यो साइडमा एकदमै धेरै फोहोर रहेछ यो मैले पुसेकै थिइनँ त्यहाँनिर राखेर पानी भिजाएको थिएँ नि त त्यही भएर क्या अलिकति फोहोर भएको रहेछ पनि भिजाएको सारेको त मुनि फोहोर रहेछ अनि त्यसपछि थपरा फुल पनि पलाएछ धनियाको बिउभन्दा ठुलो ठुलो भएर अनि यो लामो लामो देख्दै हुनुहुन्छ नि ठुलो ठुलो पत्ताको यो चाहिँ अगाडि नै सबैभन्दा फर्स्टमा पलाएको थियो क्या यो ठुलो देखिँदै गरेको अनि यो फेरि धनिया चाहिँ कहिलेको भनेर सोच्नुहुन्छ नि मैले यसको ब्लगमा हालेको छु पहिले तिहारको ब्लगमा हालेको छु तिहारमा चाहिँ लक्ष्मी पूजा अनि त्यसपछि अर्को के तिहार भन्छ नि धनतेरसको दिनको पूजा गरेको यो दुईटा चाहिँ धनिया हो अनि त्यो धनिया चाहिँ पूजा गरिसकेर भोलिपल्ट चाहिँ छर्नु भनेर भनेको हुन्छ नि त अनि त्यही भएर मैले नि छरेको यति मजाले पलायो भने चाहिँ तपाईको यो साल राम्रो हुन्छ लक्ष्मीले बास बस्छ भन्ने चलन छ त्यही भएर मैले चाहिँ छरेको हैन तर यो ठ्याक्कै 1 महिना भयो होला हौ आज कति हो आज नै रेकर्ड गरेको हो क्या मैले 1 महिना भइसक्यो यो 1 महिना अलिक 1-2 दिन पुगेको छैन होला हौ 1 दिन 2 दिन भयो भन्दाखेरि पनि हुन्छ 1 महिना भयो ठ्याक्कै नि यो ढिलो पलाउँदो रहेछ म त पलाउँदैन होला जस्तो लागेको थियो एकदमै ढिलो पलाएको लाग्यो क्या मलाई त पानी हाल्दा दिनमा एकचोटि फेरि यहाँ उपर घाम आउँछ अनि पानी हालिराख्थेँ म चाहिँ मजाले होस् भनेर तर उम्रिँदैन भनेर एकचोटि चाहिँ मै मारेको थिएँ माटो चाहिँ ओभर कालो तर पनि नउम्रिने रहेछ भनेर तर पानी हालिरहेको उम्रियो क्या मजाले उम्रिँदैछ तर हानेको जति सबै त के उम्रिन्थ्यो होला हानेको त्यहाँनिर कस्तो हानेको देख्नुभएको छ नि भिडियोमा त्यहाँ कति धेरै छ उम्रिँदा चाहिँ यति थोरै छ क्या तर यो ठुल्ठुलो चाहिँ खानु पनि मिल्ने रहेछ तर आजभोलिको धनिया चाहिँ नि मैले यस्तो चिमटेर हेरेको बास्ना खासै नआउने एकदम कम आउने तर पहिलेको धनिया चाहिँ उपर धेरै बास्ना आउँथ्यो सब्जीमा हाल्दा चटपटेमा हाल्दा जेमा हाल्दाखेरि तर अहिलेको धनिया खासै आउँदैन अब यो त मैले नेचुरली त्यो रुडी कि के अरे त्यो भन्न आएन त्यो पोटासियम के नहालिकन बनाएको क्या तर पनि यसको चाहिँ खासै बास्ना नआउने क्या नेचुरली नै बास्ना नआउने अहिलेको जमानै त्यस्तो भएको होला सबै बोइलर भएको होला मेरो चाहिँ कस्तो घाँटी कस्तो खस भइरहेछ त्यसको लागि चाहिँ टेन्सन नगर्नु होला अनि मेरो त्यसमा ध्यान नदिनु होला भिडियोमा के छ त्यसमा ध्यान दिनु होला भन्छु है गाइज हाई गाइज लिटल सक्स प्रिन्सेसको लागि लिएको हो यो चाहिँ कतिमा लिएको भन्दाखेरि चाहिँ 50 रुपैयाँ होइन 60 रुपैयाँमा लिएको यो चाहिँ मार्केटै पछि आफ्नो भाउ हुँदो रहेछ क्या कसैले चाहिँ 60मा बेच्दो रहेछ कसैले चाहिँ 50मा बेच्दो रहेछ क्या यो चाहिँ आफ्नो हुँदो रहेछ जस्तो लाग्यो किनभने यो मैले 50 रुपैयाँमा पनि किनेको छु 60 रुपैयाँमा पनि किनेको छु रिटेलरमै पनि भाउ हेरी बेच्दो रहेछन् मान्छेले म चाहिँ मन्थमा एकचोटि सक्स फेर्छु नि त प्रिन्सेसको लागि अलिकति कस्तो हुन्छ नि इलास्टिकहरू सबै तन्किन्छ अलिक सस्तोको सामानहरू राम्रो पनि हुँदैन रहेछ अनि यसको यतिमै लिइरहेछु अहिलेसम्म मलाई यसको नेचुरल मतलब राम्रो ब्रान्डको छैन मलाई थाहा छैन किनभने मैले लिने चाहिँ यही नै हो अनि अब नयाँ न्यू पिस हैन नयाँ कुरा भन्दाखेरि त्यसले चाहिँ के गर्दो रहेछ भन्दाखेरि चाहिँ आफ्नो कन्फिडेन्स लेभल पनि अलिकति बढ्ने अनि पोजिटिभ भाइब्स आउने हैन त्यस्तो फिल हुँदो रहेछ जस्तो लाग्यो मलाई पनि हुन्छ सो प्रिन्सेसलाई पनि हुन्छ त्यही कारणले गर्दाखेरि पनि म चाहिँ 1 मन्थमा एकचोटि चेन्ज गर्छु पहिले त थाहा थिएन नि त कति पर्छ भनेर बट यतिमा चाहिँ लिन सकिँदो रहेछ जस्तो लाग्छ मलाई मन्थमा एकचोटि
अनि त्यसपछि चाहिँ अघि मैले देखाएको थिएँ नि कपडा भनेर मतलब रेड कलरको अनि व्हाइट कलरको किनेको थिएँ नि त्यो कपडा चाहिँ मैले सिलाइसकेको छु मेरो हातको बाउला चाहिँ यस्तो खालको बनाएको छु क्या बफ टाइपको है मोमो टाइपको बनाएको छु अनि त्यसपछि कस्तो म्याचिङ गरेको क्या यो व्हाइट कलर मतलब यो रेड कलरमा व्हाइट कलर चाहिँ अप्पर म्याचिङ गरेको छ क्या यसको फुल चाहिँ मैले सर्ट र लङ मतलब लङ र सर्टबाट चाहिँ यसरी राखिदिएको छु यो चाहिँ मैले अर्को टिकटकमा बनाएको थिएँ भिडियो अनि त्यही एडिट गर्छु भनेर त्यही नै राखेर गरेको छु अनि मुनि चाहिँ झुम्का बनाएको छु अनि बिचमा हिँड्दाखेरि चाहिँ हल्का सेतो निक्लिँदो रहेछ क्या कस्तो राम्रो लाग्यो क्या यो त मलाई त लास्टै मन पर्यो यो जामा चाहिँ लास्टै मन पर्यो क्या कस्तो राम्रो छ यो चाहिँ पछाडिपट्टिको भाग कस्तो लाग्यो तपाईँहरूलाई चाहिँ मलाई चाहिँ यस्तैहरू लाउनु मन लाग्छ हौ खै कस्तो खालको मान्छे अलिक पुतली टाइपको मनपर्छ क्या कस्तो लाग्यो कलर कम्बिनेसन पनि कस्तो मजाले मिलेको अनि त्यसपछि म चाहिँ गएँ कहाँ भन्दाखेरि कपाल मेरो एकदमै धेरै लामो भइसकेको थियो म चाहिँ बहिनीको पार्लरमा छु है अहिले चाहिँ एकदमै लामो भएको थियो देख्दै हुनुहुन्छ अनि त्यसपछि म चाहिँ हिँडेको छु कपाल काट्नु होइन मेरो कपाल चाहिँ काटिदिनुको लागि मजाले पछाडि कुर्दिँदै हुनुहुन्छ मतलब कुर्दिँदै थिएँ होइन मेरो चाहिँ बहिनी पर्छ अनि कुरा भयो बहिनीसँग पनि धेरै पछाडि भेट भएको थियौँ हामी चाहिँ अनि त्यसपछि यो चाहिँ मेरो काट्नु आँट्दाखेरिको कपाल जुन चाहिँ सबै लट्टासट्टा सबै फोरेर चाहिँ काट्नलाई रेडी भएपछि चाहिँ मैले बिफोरको भिडियो लिएको छु अनि मैले काटी पनि सकेको छु तर त्यो काट्दै गरेको भिडियो चाहिँ मैले बनाएको थिएँ त्यो चाहिँ कस्तो त्यो चाहिँ क्याप्चर गरेन रहेछ कि क्यामेराले लास्टमा त त्यो त फोटो मात्र भइरहेको एउटा क्या फेरि त्यही पनि अनि त्यसपछि काटिसके ठिकै छ म एकछिनमा भिडियो बनाउँछु भनेर मेरो कपाल चाहिँ कति काट्यो भनेर त्यो पनि देखाउँदैछु अनि कस्तो लाग्यो गाइस मेरो न्यू लुक्स मलाई म्याचिङ गर्छ गर्दैन भनेर पुरा भनिदिनु अनि मेरो भिडियो हेरेपछि लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस् प्लिज गाइस है म चाहिँ अब भिडियो अब यसरी नै बनाउँछु यो यस्तो हुँदो रहेछ भिडियो बनाउँदाखेरि पनि भिडियो बनाउने जुन लेभल हुन्छ नि त्यो चाहिँ कहिले आफूलाई नपुग्दो रहेछ क्या भिडियोको लेभलले चाहिँ जस्तै अझै राम्रो बनाउँछु होइन त्यस्तो हुँदो रहेछ अनि त्यो राम्रो बनाउनै सकिँदैन रहेछ क्या अनि मेरो चाहिँ प्रयास जारी छ एकदम होइन भिडियो बनाउनु सिक्दै नै छु होइन कहिले चाहिँ पर्फेक्ट हुनु होला भन्दैछु सो गाइज सपोर्ट मी मलाई प्लिज कस्तो देखिरहेछ ऐनामा हेर्नु न हाम्रो चाहिँ धेरै पछि भेट भएर दिदीबहिनीको कुरा चाहिँ ओभर स्ट्रङली कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ बहिनी चाहिँ एकदम मलाई चाहिँ इन्डिपेन्डेन्ट लाग्छ मतलब कसैको भरोसामा नहुने होइन आफैले कमाउने आफैले गर्ने यो उमेरमा पार्लर चलाएर बस्नु भनेको त राम्रै हो नि त अनि त्यस्तै कुरा भयो क्या हाम्रो चाहिँ अहिलेको जमानामा छोरी मान्छे भएर गर्नुपर्छ कमाउनुपर्छ भन्ने चाहिँ सोचै अनि त्यही कुराहरू चाहिँ हामी चाहिँ दुईजनाले गर्दै कपडा काट्दै बसेको थियो सो मेरो लुक्स कस्तो छ गाइज फाइनली गाइस कपाल मेरो सबटा कान्टुन काट्ने काम सक्यो है त्यसपछि यो कपाल चाहिँ मलाई सुरुमा काट्ने बित्तिकै देख्दाखेरि चाहिँ यो चाहिँ मेरै कपाल हो जस्तो फिल भएको क्या कस्तो नक्ली अब कस्तो हुन्छ नि कहाँदेखि आफ्नो हातमा आएको त्यस्तो खालको फिल भएको थियो क्या त्यो चाहिँ सबै मैले भिडियो रेकर्ड गरेको थिएँ बट त्यो चाहिँ सबै डिलिट भएको थियो अनि हेर्नु त यो मलाई छाम्दाखेरि कस्तो लाग्यो भने कसैको कपाल हो कि क्या हो कस्तो लाग्यो कसैको कपाल हो कि क्या हो कहाँदेखि यत्रो कपाल आयो भन्ने फिल भएको क्या त्यो बेलामा चाहिँ अलिक एक्सेप्ट नगरेको क्या मेरो मनले चाहिँ भनौँ न अनि पछाडि काट्दाखेरि चाहिँ यस्तो देखेको छ अनि अगाडिबाट चाहिँ मलाई यस्तो देखेको छ खासमा चाहिँ मलाई कस्तो देखेको छ गाइस होइन काटेर मलाई चाहिँ अब यो कपाल काट्दाखेरि चाहिँ ओभर हेल्दी भएको फिल हुन्छ क्या कपाल पनि त अब हेल्दी राख्नु पर्यो नि त नि कपाललाई त्यसपछि म चाहिँ घर आइसकेँ घर आउँदाखेरि चाहिँ सानो पुन्टे कोक अनि त्यसपछि यो दुईवटा यो के भन्छ यसलाई यो जेली चक्लेट आई लभ जेली होइन अनि दुई पिस ल्याएको थिएँ एक पिस प्रिन्सेसलाई एक पिस मेरो लागि अनि म चाहिँ खाँदै यहाँ भिडियो बनाउँदैछु मलाई कस्तो देखियो भन्दै यहाँ त्यहाँ गफ हान्दै होइन साइडमा हस्बेन्डजी पनि हुनुहुन्छ है म चाहिँ यहाँनिर बसेर अनि त्यसपछि अब म चाहिँ खास चाहिँ कहाँनिर गएको भन्दाखेरि चाहिँ हस्बेन्डलाई देखाउन जाँदैछु क्या यतिखेर एक्साइटेड भएर देख्नु त अघि एक्साइटेड भएको चाहिँ त्यो भिडियो बनाउनु पर्ने थियो म चाहिँ भिडियो बनाउने बिर्सिन्छु क्या के भन्छ हस्बेन्डले सुन्नु ल कस्तो यस्तो कपाल काटेर राम्रो देखेको देख्यो
यस्तो देखेछ गाई चस्रे मासु बुढोले त अनि त्यसपछि प्रिन्सेस चाहिँ भर्खर स्कुलदेखि आएको थियो बट यो चार्जर चाहिँ मैले किनेर लिएर आएको थिएँ होइन प्रिन्सेसले चाहिँ भिडियो बनाउने क्या भिडियो बनाउने मम्मी भनेर भन्दै भन्नुहोस् दुईजनाले मलाई ओभर लास्ट ल्याङ गर्दैछ चार्जर चाहिँ मेरो चार्ज गर्दा गर्दै भाँच्यो नि त त्यही भएर न्यू चार्जर लिएको छु मैले चाहिँ अनि यसको पनि भिडियो बनाऊँ न त भन्यो प्रिन्सेसले सो ठिकै छ भनेर मैले चाहिँ यसको भिडियो बनाउँदैछु प्रिन्सेसले त्यहाँ पुरा गफ हान्दैछ यो पुरानो चार्जर हो गाइस देख्नु भयो यसले चाहिँ केही काम गर्दैन थुत्रे मुत्रे हो म चाहिँ मेरो मोबाइल पनि चार्ज गर्नु नि यहाँ दुईटै छ यो मेरो मोबाइलको यो के को अरे यो अर्को यो सो फाइनली गाइस बिदा माग्ने समय पनि आइपुग्यो बाई बाई एभ्रीवान फेरि भेटौँला